सबैजनालाई मैले एकै मुष्टमा नमस्कार सेवा हो सबैजनालाई। अलिकति समयको पाबन्दीलाई ख्याल गर्दै मैले एकै मुष्टमा सबैलाई प्रणाम गरेँ है, एकैचोटि फर्मल्ली म गइन। एन्जेला चलचित्रले पक्कै पनि हजुरहरूको मन छुएको हुनु। माइकमा बोलिन है, र एन्जेलाको कथा यो हामी सबैजनासँग कहीँ न कहीँ टच हुन्छ र रिलेट गर्छ र पक्कै पनि हजुरहरूलाई कहीँ न कहीँ त्यो चाहिँ कथाले रिलेट गर्यो होला। एन्जेलाको यो चलचित्रमा देखाइएको मात्र 20 to 25%, त्योभन्दा दर्दनाक हामीले कल्पनाभन्दा बाहिर नसोचेका ती त्यस्ता कथाहरू छन् स्ट्रगल गर्ने क्रममा, जुन कुरा चलचित्रमा अटाउन सकिएन। र एन्जेलालाई मैले अहिले यसो हेर्दाखेरि सायद एन्जेला जतिको एकदमै कठोर, एकदमै विशाल त्यो हुन्छ नि तपाईँको स्ट्रङ भएर अगाडि म पर्सनल्ली बढ्न सक्छु जस्तो मलाई लाग्दैन। मेरो मुटु काम छ त्यस्तो चाहिँ कथा छ एन्जेलाको। र अब यो अहिले तेस्रो हप्तामा चलचित्र चलिरहेको छ देशैभर। सबैजनाले मलाई लाग्छ नेपाली चलचित्रको इतिहासमा अहिलेसम्म पोजिटिभ रेस्पोन्स आएको यो पहिलो चलचित्र जस्तो मलाई लाग्छ अडियन्सबाट। अब चलचित्र चाहिँ पत्रकार साथीहरूबाट, चलचित्रका बिक्रीहरूबाट र हामी एकदमै आभारी छौँ धरानप्रति, स्पेसल्ली धरानले यति धेरै